सलह आयो भने अनिकाल आउँछ। हामीले आकाशमा उडिरहेको फट्याङ्ग्रा त धेरै पटक देखेका छौँ, तर ती फट्याङ्ग्रा करोडौँको सङ्ख्यामा एकै पटक आकाश ढाकेर उडिएको देख्नुभयो भने कस्तो होला? त्यही हो सलह। सलह पनि फट्याङ्ग्राकै एक प्रकार हो। यसको निश्चित एउटै रङ हुँदैन, अवस्था र प्रजाति अनुसार यसको रङमा फरक पर्न सक्छ। यो शाकाहारी जीव हो र हावाको बहावसँगै लामो दूरीसम्म बसाइ सर्न सक्छ। नेवार भाषामा यसलाई को भुइँच भनिन्छ। को अर्थात् काग र भुइँच भनेको फट्याङ्ग्रा। काग जस्तै आकाशमा उडेर आउने फट्याङ्ग्रा भएकोले यसको नाम को भुइँच भनेर राखिएको हुनसक्छ भन्ने मेरो अनुमान हो। नेपालमा सलह आएको पुरानो घटना सम्झँदा मलाई मेरी आमाले सुनाउनु भएको कुरा याद आउँछ। विक्रम सम्वत 2011 सालतिर काठमाडौँ लगायत नेपालका विभिन्न ठाउँमा सलह आएको थियो रे। मेरी आमाको भनेअनुसार त्यसबेला सलह पनि यति ठुलो सङ्ख्यामा आकाशमा उडिएको थियो कि दिउँसै आकाश ढाकेर रात परे जस्तै अँध्यारो भएको थियो रे। तलसम्म उडेर आएका सलहलाई मानिसहरूले नाङ्लो जस्तो सामानले पिटेर झार्ने र भाँडामा जम्मा गर्ने गर्थ्यो रे। अझ रमाइलो कुरा त के भने त्यसले जम्मा पारेका सलहलाई आगमा पोलेर वा तेलमा फुटेर खाने चलन पनि रहेछ। मेरी आमाले सुनाउनुहुन्थ्यो, मङ्गल बजार, असोज र इन्द्रचोक जस्तो ठाउँमा नाङ्लोमा फुटेको सलह राखेर बेच्ने पनि गरिन्थ्यो रे। तर सलहलाई मानिसहरू रमाइलोको लागि मात्र हेर्दैनन्। सलहको ठुलो झुन्ड जहाँ पुग्छ त्यहाँको बाली नाली, पातपात र कलिला वनस्पति छोटो समयमै ठुलो मात्रामा नष्ट गर्न सक्छ। त्यसैले पुरानो भनाइ छ, सलह आयो भने अनिकाल आउँछ। किनभने सलह 1-2 हजारको सङ्ख्यामा मात्र आउने होइन, कहिलेकाहीँ करोडौँको सङ्ख्यामा ठुलो झुन्ड बनाएर आउने गर्छ। त्यस्तो झुन्डले किसानको महिनौको मेहनत एकैपटक सखा पार्न सक्छ। विक्रम सम्वत 2077 सालतिर अफ्रिका, अरब क्षेत्र हुँदै पाकिस्तान र भारततर्फ फैलिएको सलह नेपालतिर आउन सक्ने समाचारले ठुलो चिन्ता पैदा गरेको थियो। त्यसबेला नेपालमा पनि किसानहरू निकै सतर्क भएका थिए। सलह आफ्नै इच्छाले गन्तव्य छानेर उड्ने भन्दा पनि हावाको बहावसँगै लामो दूरी तय गर्ने गर्छ भन्ने कुरा पनि रोचक छ। सानो फट्याङ्ग्रा जस्तो देखिने एउटा जीव तर करोडौँको सङ्ख्यामा जम्मा हुँदा प्रकृतिको कति ठुलो शक्ति बन्न सक्छ। त्यसैले सलहको कथा केवल एउटा किराको कथा होइन, यो प्रकृति, कृषि, अनिकाल र हाम्रा पुराना पुस्ताका सम्झनासँग जोडिएको एउटा रोचक इतिहास पनि हो।